खाली एमएलए मात्र होइन मन्त्री बनाउँछु भनेर हामीले घोषणा गरेको थियौँ। अनि सो परि 2019 मा दरमदी निर्वाचन क्षेत्रको सम्पूर्ण खाली शेर्पा जातिले जिताएको होइन तर समस्त दरमदी निर्वाचन क्षेत्रको जनताहरूले भोटरहरूले हाम्रो एमएल शेर्पाज्यूलाई विधायक बनाए। अनि विधायक बनाएपछि हामीले सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले दिएको वचन हामीले पूरा गर्यौँ। उहाँले हाम्रो पहिलो कार्यकालमा हामीले हाम्रो दरमदी निर्वाचन क्षेत्रको माननीय विधायक श्री एमएल शेर्पाज्यूलाई हामीले विद्युत विभागको मन्त्री पदमा हामीले उहाँलाई राख्यौँ। यो तपाईको सिरो अब कुनै पनि सरकार जसैको सरकार आओस् न शेर्पा कम्युनिटीबाट एउटा मन्त्री हुन्छ नत्र स्पिकर हुन्छ। अनि यसपालि हामीले जस्तो 2024 मा पनि जिताउनु भयो। दरमदी निर्वाचन क्षेत्रको जनताले जिताउनु भयो। अनि